माया नै माया छ तिम्रो नाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा युट्युब च्यानल आयो सबजना सन्चै राम्रो हुनुहुन्छ ल म पनि एकदम सन्चै राम्रै छु है साथीहरू अनि के गर्दै हुनुहुन्छ है आज चाहिँ 2 दिन भइसक्यो पानी चाहिँ लगातार आइरहेछ है साथीहरू लगातार पानी आइरहेछ हैन मौसम पनि यस्तो बवाल भइरहेछ आम्मामा बर्खा सुरु भयो नि त अनि है बर्खा सुरु भइसक्यो साथीहरू देख्न सक्नुहुन्छ सलक्क यस्तो गइरहेछ हेर्न सक्नुहुन्छ मौसम चाहिँ बवाल देखिरहेछ है आम्मामा हेर्न सक्नुहुन्छ 2 दिन भइसक्यो पानी परेको 2 दिन भइसक्यो है अनि हामीले चाहिँ के सोचेको भन्दाखेरि यो पानी परेको अवसरमा है अनि चिसो मौसम भएको अवसरमा अहिले पनि पानी परिरहेको छ हैन अनि यो पानी परेको अवसरमा चाहिँ आज चाहिँ हामीले अनि के सोचिरहेको भन्दाखेरि हैन चाउचाउ नुडल्स छ नि त अनि त्यो नुडल्सलाई चाहिँ हामीले आज च्यालेन्ज गर्ने भनेको पानी परेर यस्तो भइराख देख्न सक्नुहुन्छ पानी परेर है यो भइराखेको बर्खा सुरु भइसकेको छ देख्न सक्नुहुन्छ बर्खा झन् बवाल दिन्छ हरियो म चाहिँ यहाँ खुर्सानी टिप्न गइरहेको छु पानी परेको छ है साथीहरू यहाँ छ खुर्सानी हाम्रो चाहिँ सानो बुट्टामा देख्न सक्नुहुन्छ क्या राम्रो फलिरहेको एकदम पिरो हुन्छ है यो यता पनि छ क्या अर्को यता पनि देख्न सक्नुहुन्छ खुर्सानी चाहिँ बवाल फलिरहेको छ हाम्रोमा अनि तपाईँले देख्न सक्नुहुन्छ यहाँ चाहिँ हाम्रो सिमी फलेको छ साथीहरू खतरा तरिकाले क्या बवाल देखिरहेको हो देख्न सक्नुहुन्छ खतरा छ है गाउँघरमा बसिसकेपछि पानी हावा पानी आमामा आजको मौसमै बवाल छ नि फेरि धारोमा धुनु पर्ने हुन्छ साथीहरू आज चाहिँ हामी जो फर्स्ट हुन्छ त्यसलाई चाहिँ 500 रुपियाँ छ मेरो नि कम बनाउनु पर्ने रहेछ यसको एकै ग्यासमा थियो पैसा ही पैसा होगा हल्ली बल्ली हल्ली बल्ली पैसा ही पैसा होगा ला पैसा साथीहरू तर यो चाहिँ जस्ट रमाइलोको लागि मात्र थियो है च्यालेन्ज चाहिँ हाम्रो थिएन जस्ट यसो रमाइलो गरौँ भनेर हो त्यस्तै भयो है अब बर्खा पनि सुरु भइसक्यो साथीहरू देख्न सक्नुहुन्छ तपाईँहरूले पनि अब पानी परिरहेको छ यस्तरी बाबा लामा यो चाहिँ हाम्रो घरदेखि पारीको गाउँ है साथीहरू हाम्रो गाउँ चाहिँ यता पर्छ हेर्नुहोस् यस्तो बवाल छ के गर्नु है हामी चाहिँ यो भिडियो बनाउने भनेको थियौँ अलिक मिलेन क्या कसले बनाएर अनि खाइसक्नु भएको रहेछ अनि त्यसो गर्दाखेरि खासै मिलेन साथीहरू कुनै दिन बनाउँला भन्न चाहन्छु म चाहिँ पानीहरू पनि परिरहेको छ यस्तो यो चाहिँ घर बनाउनको लागि है साथीहरू टक्क यहाँनिर पनि छ दारहरू यो चाहिँ हाम्रो घर हो साथीहरू है यहाँ चाहिँ बन्न लागिरहेको छ केही दारहरू बन्न लागेको छ अनि देख्न सक्नुहुन्छ है अर्को कुरा के छ भनेपछि यो घर हाम्रो घरदेखि यो पालतिरको यो घर छ अब यहाँ चाहिँ एउटा हुन्छ नि आरु बखरा चाहिँ हुन लागिसकेको छ
त्यो चोर्न चाहिँ बवाल हुन्छ कि फलफुल भनेको यो घरमा छ अनि यसमा फलफुल बर्खामा अनि त्यहाँ छ अनि त्यो ठुल्ठुलो अम्बावाला त्यहीँ घरमा छ होइन आरू बखराहरू पनि त्यहीँ छ अनि कटरहरू भयो भुइँ कटर पनि त्यहीँ छ साथीहरू म त्यही भएर चाहिँ यहाँ नजिक यता अनि यता बसेको नि त अनि नजिक आहा मस्त चाउचो पनि खाइसक्यो है साथीहरू अब के गर्नु होइन अब यस्तै छ के गर्नु साथीहरू अब गाउँघर हो पानी परेको छ त्यस्तै छ साथीहरू बर्खा लगाइसक्यो अब फेरि के हुन्छ भने चाहिँ बर्खा लगाइसक्यो अलिक डर फेरि के हुन्छ भने चाहिँ अलिकति पहिरोको बाढी पहिरोको डर हुन्छ तर केही छैन साथीहरू के गर्ने यस्तो मजा माया नै माया छ तिम्रो नाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा बवाल छ त है अब घाँस दाउरा गर्नुपर्छ साथीहरू के गर्नु हेर्नु सक्नुहुन्छ पानी पऱ्यो साथीहरू पानी पर्यो आमामामा यस्तो मस्त छ है साथीहरू तपाईँहरू चाहिँ उहाँ गर्मीले बस्नु भयो होला है बजारमा गर्मी भयो होला यहाँ जाडो भयो साथीहरू यहाँ जाडो भइसक्यो उहाँ त गर्मी भयो होला अब त यहाँ हुन्छ नि त अब यस्तो बर्खा यति मजा लाग्छ नि हरियो मकै है फाटाभरि झऱ्यो त फाटाभरि झऱ्यो हरियो मकै आमामा यस्तो आनन्द हुन्छ नि आमामामा हरिया मकै अनि त्यसपछि त पोलेर खाँदाखेरि अनि बेसी गयो आउँदाखेरि मकै बोक्यो अनि उकालो ओह्रालो गऱ्यो अनि शरीरलाई पनि एक्सर्साइज हुन्छ होइन अबका दिन अब आइसक्यो त अनि हरियो जता हेऱ्यो त अहिले पनि हेर्नु न हरियो भइसक्यो यता पनि हरियो भइसक्यो कोही ठाउँमा भन्छ अब यता पनि घाँस उम्रिन्छ त्यता पनि घाँस उम्रिन्छ आमामामा यस्तो पानी पर्छ अनि एउटा कुरा के भने साथी मेरो घरमाथि फेरि आँपको बगैँचा छ कि यो पुरा आँपको रुख हो के यहाँ माथि यहाँ पनि छ होइन अनि तपाईँले त माथि पनि देख्न सक्नुहुन्छ त्यो पनि आँपकै रुख हो मेरो घरमाथि चाहिँ यो पछाडिको देख्नु भएको नि यो पुरै आँपहरू हो कि अब त आँपहरू पनि फल्छ आमामा सिजन त आयो त हो फलफुलको त होइन अनि त्यहाँ यो अनि एउटा दुःख लाग्दो कुरा के भने साथीहरू अलि मलाई माया गर्ने साथीहरू चाहिँ मैले कमै भेटिरहेको छु है साथीहरू म चाहिँ यस्तो पानी घाम हावाहुरी केही नभएर भिडियो बनाइरहेको छु नि त अनि के भयो अनि त्यही हो अनि सोचे जस्तो त भएन कि अनि प्लिज सब्सक्राइब चाहिँ हुन पऱ्यो मेरो साथीहरू अलि माया कम भयो जस्तो लाग्यो है अनि त्यही नै हो अरू त के भन्ने अनि त्यही नै हो साथीहरू है मेरो छोटो मिठो भ्लग चाहिँ यहीँ अन्त्य गर्न चाहन्छु किनभने चाहिँ साथीहरू चाहिँ माया अलिक कम भयो जस्तो लागेको छ मलाई माया अलिक कम भएको जस्तो छ साथीहरू प्लिज च्यानललाई सब्सक्राइब गरिदिनु होला र अनि नयाँ हुनुहुन्छ भने मेरा प्यारा आउनु भएको छ नि उहाँ हेर्नु भएको नि प्लिज भिडियोलाई चाहिँ सब्सक्राइब गरेर जानुहोस् है अनि केही कमजोरी केही सुधार्न छ भने प्लिज भन्नु होला म चाहिँ सुधार्न तयार छु दाइ यस्तो भिडियो चाहियो भन्नुहोस् भाइ यस्तो भिडियो चाहियो भन्नुहोस् म चाहिँ त्यो भिडियो लिन तयार छु तर प्लिज च्यानललाई सब्सक्राइब गरेर माया गरिदिनु होला भन्न चाहन्छु अनि मेरो छोटो मिठो भिडियो चाहिँ यही इन्ड गर्न चाहन्छु बाई नेक्स्ट डे ओके